म अन्तिममा एउटा पद पढ्न चाहन्छु प्रकाश 21 को 23 मा। यहाँनिर यस्तो लेखेको छ, अनि त्यस सहरलाई त्यसमा उज्यालो दिन न घामको न जुनको खाँचो थियो, किनकि परमेश्वरको महिमाले त्यसलाई उज्यालो पार्थ्यो र थुमा चाहिँ त्यसको बत्ती हुनुहुन्थ्यो है। त्यहाँनिर त्यो सहरलाई हैन उज्यालो पार्नको निम्ति कुनै घाम र जुनको आवश्यकता थिएन, तर परमेश्वरको महिमाको ज्योतिको आवश्यकता थियो र त्यो ज्योति हैन त्यो बत्ती चाहिँ हैन थुमा हुनुहुन्छ भनेर यो पदले हामीलाई बताएको छ। जब हामी यो संसारलाई एउटा सहरको रूपमा तुलना गर्छौँ भने यो पुरै संसार, यो पुरै सहर चाहिँ अन्धकारपूर्ण छ हैन। अनि यही सहर र यही अन्धकारपूर्ण सहरभित्र चाहिँ तपाईँ हामी दिन प्रतिदिन हामी जिएको हैन, भौतारिएर त्यहाँनिर धेरै मानिसहरू जिएको हामी पाउन सक्छौँ। अनि तर हैन ती मानिसहरूलाई परमेश्वरले यस्तो प्रेम गर्नुहुन्छ कि हैन सबै मानिसहरू चाहिँ उज्यालोमा अथवा ज्योतिमा आएको परमेश्वर चाहनुहुन्छ। अनि येशू ख्रीष्टले प्रत्येकलाई चाहिँ ज्योति दिन चाहनुहुन्छ। अनि यस संसारमा आउनु भएर हामीलाई त्यो सम्पूर्ण हाम्रो यो अन्धकारपूर्ण हैन पापको अन्धकारबाट हामीलाई छुटकारा दिनुभएको छ, मृत्युको अन्धकारबाट हामीलाई जीवनको ज्योतिमा हामीलाई सार्नु भएको छ र सम्पूर्ण अन्धकारबाट चाहिँ हामीलाई ज्योतिमा पुर्याउनु भएको छ। अनि त्यसैले उहाँले हैन यूहन्ना 8 को 12 मा हस्तक्षेप गर्नुहुन्छ कि संसारको ज्योति म नै हो। अनि एउटा छोटो उदाहरण, जस्तो कि संसारको भौतिक ज्योतिमा चाहिँ समस्या छ हैन। जस्तो कि हामी सूर्यलाई देख्छौँ भने सूर्यको प्रकाशलाई चाहिँ हैन बादलले छेकिदिन्छ, अनि त्यो जुनको प्रकाशलाई पनि बादलले छेकिदिन्छ। अनि जस्तै हामी यो बत्तीहरू हामी देख्न सक्छौँ, अनि यो बत्तीहरूमा पनि लोड सेडिङ हुन्छ हैन। तर जुन जीवनको ज्योति, जुन अनन्तको ज्योति येशू ख्रीष्टबाट तपाईँ हामीले पाएका छौँ, अनि त्यो ज्योतिमा न कुनै हैन बादलले छेक्छ, न कुनै लोड सेडिङले छेक्छ, न कुनै पनि हैन संसारको अन्धकारपूर्ण कुराहरूले त्यसलाई छेड्न सक्छ। बरु त्यसलाई छेक्नुको साटो चाहिँ उहाँले त्यो अन्धकारलाई चाहिँ चिरिदिनुहुन्छ। त्यही भएको कारणले हाम्रो सम्पूर्ण हैन पाप हैन हाम्रो पापको अन्धकार चाहिँ येशू ख्रीष्टले हटाइदिनु भएको छ। अन्तिममा उहाँले भन्नुभयो, उहाँको जस्तै यूहन्ना 20 को 1 मा हेर्छौँ भने त्यहाँनिर चिहानले पनि येशू ख्रीष्टलाई छेक्न सकेन, सँगै त्यो चिहानको सिलसँगै तपाईँ हाम्रो अन्धकारपूर्ण हैन पापले अधर्मले ल्याएको सम्पूर्ण अन्धकारलाई चाहिँ उहाँले चिरिदिनु भएको छ त्यो चिहानको सिलसँगै। अनि आज तपाईँ हामी यो बुझ्न जरुरी छ कि अब उसो हामीमाथि कुनै पनि मृत्युको, कुनै पनि पापको, कुनै पनि अन्धकारपूर्ण हैन अपराधको हैन त्यहाँनिर कुनै पनि अन्धकारले तपाईँ हामीलाई हैन छोपेर राख्न सक्दैन। जब हामी येशू ख्रीष्टमाथि विश्वास गर्छौँ भने येशू ख्रीष्टले चाहिँ हामीलाई अनन्त ज्योतिमा जान चाहनुहुन्छ।